भएको ठाउँमा तपाईँले मेरो गाडी देख्न सक्नुहुन्छ त्यहाँनिर। ओके छ त अहिले म मेरो गाडी बाटोमा आइसकेको छु अनि तपाईँहरूले मेरो गाडी देख्न सक्नुहुन्छ अनि अर्को दुईवटा बस पनि देख्न सक्नुहुन्छ। यो दुईवटा बसभन्दा चाहिँ मलाई मेरै गाडी खुब मन पर्दो रहेछ किनकि अहिले झन् चुनावी माहौल भएर होला मैले गाडीभरि स्टिकरहरू टाँसेर यस्तो दामी डेकोरेसन गरिदिएको छु। ओके अहिले म गाडीभित्र आइसकेको छु। अब यहाँबाट गाडी स्टार्ट गरेर अगाडि बढाउँदैछु गाडीलाई बिस्तारै अनि तपाईँले मेरो गाडीको ड्यासबोर्ड देख्न सक्नुहुन्छ। एकदम पुरानो छ यो गाडीको ड्यासबोर्ड। ल त मैले मेरो गाडीलाई पार्किङदेखि मेन रोडमा ल्याइसकेको छु अनि तपाईँहरूले मेरो यो गाडी देख्न सक्नुहुन्छ। यस्तो बवाल देखिरहेछ झन् बालिन शाहको फोटो राखेपछि त गाडी त पुरा घन्टी देखिरहेछ हौ साथी। ओके अहिले चाहिँ म मेरो प्यासेन्जर पिकअप गर्नको लागि यहाँबाट निस्किँदैछु आफ्नै रफ्तारमा अनि तपाईँले मेरो गाडीको सिनेमेटिक सर्ट इन्जोय गर्नु होला है त। ल त साथीहरू एकैछिन यात्रा गरेपछि म मेरो गाडी लिएर यस्तो उकालो बाटो उक्लिँदैछु अहिले चाहिँ अनि यो बाटो चाहिँ एकदम चिप्लो त्यही माथि पानी परेर अफ रोडमा अनि बाटो चाहिँ पुरै खत्तम भएर रहेछ अनि गाडी चाहिँ पुरै नाच्दै नाच्दै उक्लिरहेछ उकालोमा। ल त म मेरो अहिले प्यासेन्जरहरू भएको ठाउँमा आइसकेको छु। तपाईँहरूले देख्न सक्नुहुन्छ यो बस पार्कमा चाहिँ मेरो प्यासेन्जरहरू अघिदेखि मलाई कुरिरहेको थियो सो मैले गाडीलाई चट्ट मिलाएर यहाँ राख्छु। अब चाहिँ यहाँ प्यासेन्जरहरूलाई एकछिन वेट गर्छु। फाइनली साथी म चाहिँ बस पार्कमा आइसकेको छु। लास्टै भोक लागिरहेछ। अब यहाँ चाहिँ म होटल खोज्नतर्फ जाँदैछु। होटल कता छ त्यहाँ गएर चाहिँ खाजा मस्तले खाइदिन्छु है त। A few moments later. ओके छ त म खाजा खाइन्जेल मेरो प्यासेन्जरहरू बसमा आएर बसिसकेका रहेछन् अनि तपाईँहरूले देख्न सक्नुहुन्छ मेरो प्यासेन्जरहरू आज उनीहरूलाई लगेर चाहिँ एउटा ट्रिप गर्दैछु। साथीहरू आज धेरै अफरोड बाटो हिँडियो त्यही भएर गाडीमा केही भएको छ कि भनेर एकचोटि चेक गर्नु पर्यो। यहाँबाट निस्किनुभन्दा अगाडि हावाहरू पुरै चेक गर्नुपर्ने हुन्छ। कता कता पाटपुर्जाहरू खुस्केको पो छ कि बाटो एकदम अफरोड छ यहाँदेखि सो गाडीलाई एकछिन हल्का चेक गरिदिउँ भनेर मैले चाहिँ यसरी हेर्दैछु। तपाईँले देख्न सक्नुहुन्छ मेरो गाडी फोटो चाहिँ दामी आएको छ है नेताजी। बस पार्कबाट गाडी के एकछिन बढाएको गाडी त उकालोमा गएर अड्किहाल्यो। बाटो चिप्लो भएर होला टायर पुरै चिप्लिरहेछ स्लिप खाइरहेछ बाटोमा उक्लिनै मानिरहेको छैन गाडी। सो अब यहाँबाट कसरी निकाल्ने होला भनेर मैले आइडिया लाउँदै बल लाउँदैछु। लगभग 10-15 मिनटपछि गाडी मैले बल्ल बल्ल निकाल्न सफल भएँ साथीहरू। बल्ल बल्ल निस्कियो हिरो बाटोबाट। अब चाहिँ यहाँबाट नन स्टप गाडीलाई आफ्नो यात्रामा हुर्काउँदैछु गाडी। ल त साथीहरू मैले फाइनली मेरो प्यासेन्जरहरूलाई उनीहरूको अड्डामा छोडिसकेको छु। अब यहाँभन्दा लामो भिडियो नबनाऊ